Hi girls, can we talk about a period for a minute? मैले चाहिँ सेनिटरी प्याड युज गरेको अलमोस्ट 20 इयर्स भइसक्यो तर म आज एउटा कुरा सेयर गर्न चाहन्छु द्याट जेन्युनली चेन्ज माई पिरियड एक्सपिरियन्स सो या आइ एम टकिङ अबाउट मेन्सुरल कप फर्स्टमा चाहिँ मलाई पनि डर लागिरहेको थियो कसरी युज गर्ने होला कम्फर्टेबल हुन्छ कि हुँदैन कसरी युज गर्ने यसको प्रोसेस मलाई आएन भने त्यो युजिङ इट त्यो खालको थट्सहरू चाहिँ दिमागमा आइ नै रहेको थियो बट आफ्टर युजिङ इट फर अ फ्यु साइकल्स अन माई पिरियड डेज मलाई चाहिँ किन डराएको थियो होला डराउनु पर्ने त कारणै थिएन भन्दै थियो सो आफ्टर using it for the first time only मलाई चाहिँ यसले यस्तो लाइक इट मेड मी फिल सो मच इजियर सो मच मोर कम्फर्टेबल देन अ सेनिटरी प्याड होइन फ्रिक्वेन्टली चेन्ज गर्ने झन्झट त हुँदै नै भएन अन आवर ट्राभल डेज 7 to 8 आवर्ससम्म पनि यसले हामीलाई यस्तो मजाले कम्फर्ट फिल गराउँछ सो मलाई चाहिँ मेरो पर्सनली चाहिँ एकदमै बल्की काइन्ड अफ फिलिङ हुन्छ कि तर आफ्टर स्विचिङ टु द मेन्सुरल कप त्यो फिल नै भएन मलाई चाहिँ सुपर इजी होइन एकदमै रिल्याक्स थ्रु आउट द नाइट आई कुड स्लिप सो प्रपरली कि सेनिटरी प्याड युज गर्दाखेरि त ऊ यताउता मिसप्लेस भइरहने अनि त्यो चेन्ज गरिरहनु पर्ने त्यो झन्झट नै भएन जस्ट वी क्यान गेट मोर साउन्ड स्लिप अनि अर्को भनेको चाहिँ हाम्रो एकदमै बिजी आवरमा पनि वर्क आवरमा पनि हामी रिल्याक्सली आफ्नो काम गर्न सक्छौँ सो इफ गर्ल्स इफ यु आर अल्सो स्केयर अबाउट दिस प्रडक्ट देन प्लिज लर्न अबाउट द प्रडक्ट होइन अनि लर्न अबाउट द प्रोसेस होइन आफ्टर जस्ट युजिङ फर 2 to 3 साइकल्स युज गर्नलाई पनि इजी हुनेवाला छ र आफ्टर युजिङ इट आई थिङ्क मेरो केसमा चाहिँ मैले लिटरली भन्नुपर्दा चाहिँ मेरो पिरियड चाहिँ चलिरहेको छ भनेर मैले फिल गरिनँ नर्मल डे जस्तै फिल भइरहेको थियो यो चाहिँ थियो मेरो पर्सनल एक्सपिरियन्स इफ यु हेभ बिन युजिङ इट अर इफ यु आर गोइङ टु ट्राई फर इट please do comment below. I am so excited to hear about your experiences and yes, go girls. Thank you for listening.